कार्यक्रम सञ्चालकज्यू, संस्थागत विद्यालय नगर कप पहिलो संस्करण 2082 उद्घाटन समारोहका सभाध्यक्षज्यू, यस कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर 4 का वडा अध्यक्ष आदरणीय व्यक्तित्व ताराप्रसाद अधिकारीज्यू, मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरू, यहाँ पाल्नुहुने भाग लिनुहुने सम्पूर्ण विद्यालयबाट पाल्नुहुने शिक्षक शिक्षिकाज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, पत्रकार मित्र, आदरणीय मेरा आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्णमा नमस्कार, जय नेपाल। सर्वप्रथम आज संस्थागत विद्यालय नगर कप को यो पहिलो संस्करण उद्घाटन कार्यक्रमको सम्पूर्णमा पूर्ण सफलताको शुभकामना दिन चाहन्छु। र आज यो ग्राउन्डमा हेर्दै गर्दा अगाडि साना विद्यार्थी भाइ बहिनीलाई देख्दा खुसी लाग्यो मलाई। साना साना भाइ बहिनीहरूले भागै लिन नपाएको परिस्थिति पनि हामीले पाएका थियौँ। तर लम्कीचुवा नगरपालिकामा अहिले खेलकुदका सन्दर्भमा भन्ने हो भने धेरैभन्दा धेरै ठाउँमा हामीले खेलकुदलाई प्राथमिकता दिएको हामीले पाएका छौँ। आज राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भनिन्छ। त्यति मात्रै होइन, मैले त के पनि भन्ने गरेको छ भने जति अहिले खेलकुदमा जोडिनु भएको छ विद्यार्थी भाइ बहिनीहरू, अनुशासितका रूपमा पनि उहाँहरू चिनिनुहुन्छ। आज लागु औषध दुर्व्यसनीमा साना साना भाइ बहिनीहरू मोचिएका छन्। आज यो लागु औषध दुर्व्यसनी रोक्नका लागि पनि धेरैभन्दा धेरै भाइ बहिनीहरूलाई हामीले शिक्षाका साथसाथै खेलकुदमा जोडेर राख्दै गर्दा उहाँहरू भोलि भविष्यका कर्णधार भएर लम्कीचुवा नगरपालिकाका विद्यार्थी भाइ बहिनीहरू भविष्यका कर्णधार भनेर चिनिनेछन् भन्ने पनि हामीले विश्वास लिएका छौँ। आज खेलकुदमा जोडिँदै गर्दा कतिपयले भन्नुहुन्छ होला यो कति खेलकुदमा गए बच्चाहरू भन्ने होला, त्यो ठान्नु हुँदैन अभिभावकज्यूहरूले। आज बिहान र बेलुका खाली समय रहेको शिक्षाका साथसाथै पढाइका साथसाथै खेलकुदमा जोडिँदै गर्दा उहाँहरू गलत बाटोमा जानुहुन्न भन्ने सोच्नु पनि पर्छ। आज खेलकुदमा जोडिएका भाइ बहिनीहरूको कुरा गर्ने हो भने, अनुशासनका कुराहरू हेर्ने हो भने त्यो अनुशासन विद्यालयका साथसाथै घरमा पनि फरक परेको हामीले पाएका छौँ। त्यसकारण हामीले खेलकुदतिर जोड दिनुपर्छ। आज संस्थागत विद्यालयको यो जुन कार्यक्रम गर्नुभएको छ यो टिमलाई म धन्यवाद पनि दिन चाहन्छु। किन धन्यवाद दिन चाहन्छु भने उहाँहरूले 1 कक्षादेखि 5 कक्षासम्मका विद्यार्थी भाइ बहिनीलाई र 6 देखि 8 सम्मकालाई जुन खेलमा सहभागिता गराउनु भयो यो एकदमै राम्रो पक्ष पनि हो। अस्ति मात्रै हामीले क्रिकेटमा हेरेका थियौँ, सानसाना भाइ बहिनीहरू झन् राम्रो खेल्ने, क्रिकेट भयो हरेक कुरामा सानसाना भाइ बहिनीहरूले झन् राम्रो खेलेको हामीले पायौँ। तर आज हेर्दा एकदमै खुसी लाग्यो। मैले अघि सोधेँ यिनी त सानसाना छन् भनेर भने, अनि उहाँहरूले भन्नुभयो 1 देखि 5 र 6 देखि 8 सम्मको 2टा बनाएर हामीले यसरी खेलाइरहेका छौँ भने मैले तपाईँहरूलाई धन्यवाद छ, सबैलाई समेट्नुपर्छ पनि भने। र यो वडा अध्यक्षज्यूले एउटा माग राख्नु भएको छ, धेरैभन्दा धेरै बजेट ल्याउन सफल हुनुभएको छ, अझ पुगेको छैन। उहाँलाई खुसी लाग्यो कुरा राख्दा, अझ पुगेको छैन। यो ग्राउन्डको बारेमा त्यति आत्तिनु पर्ने लाग्दैन मलाई। यहाँ टोयलेटहरू पनि सार्वजनिक टोयलेट थिएन, हामीले बनायौँ। यो जालीको कार्यक्रमहरू जालीहरू पनि राख्ने गऱ्यौँ र यो मञ्च अब हामी साइडमा लग्छौँ, त्यसमा आत्तिहाल्नु पर्ने छैन। मलाई लाग्छ यो विद्यालय मर्जरमा जान्छ होला यो चोटि, यो चैत्रसम्म। यो गयो भने यो विद्यालयको ग्राउन्डलाई पनि कसले प्रयोग गर्नुपर्छ, यो खेलकुदले। यो ग्राउन्ड खेलकुद ग्राउन्ड बनाउनुपर्छ, ठुलोभन्दा ठुलो। त्यसरी इतिहास बोकेको यो खल्ला ग्राउन्ड भनेको इतिहास बोकेको ग्राउन्ड हो। हिजोदेखि नै खल्ला भनिसकेपछि हाम्रो बाउ बाजेको पालाबाट
एउटा यहाँ देउडा होस् चाहे खेलकुद होस् चाहे ल खल्लामा जाउँ भनिसकेपछि एक खालको अर्कै यो काठमाडौँमा गएर पनि सुन्न पाइन्छ। त्यो खल्लामा त कति राम्रो देउडा हुन्छ, खेलकुद हुन्छ, एक खालको यसको आफ्नै पहिचान पनि छ। यसलाई अझ हामीले व्यवस्थित गर्नुपर्छ भन्ने बुझेका छौँ। केही त्यस्ता समस्या थिए नगरपालिकामा, अहिले हामीले ग्रेडर आउँदैछ, त्यो ग्रेडर आयो भने यसलाई सम्माउने होइन, यसलाई बराबर बनाउने अनि कसरी यो ग्राउन्डलाई अझ व्यवस्थित गर्न सकिन्छ। 1 महिनाभित्र ग्रेडर पुग्यो भने अझ राम्रो यहाँ सुविधा सम्पन्न हामी बनाउँछौँ, यो मञ्चलाई पनि व्यवस्थित गर्छौँ। अहिले मोटर उसको कुरा पनि गर्नुभएको छ, ट्युबवेलको कुरा। अब वडा अध्यक्षज्यूहरूले हामीले प्रत्येक वर्ष ट्युबवेल दिइरहेका हुन्छौँ। वडा अध्यक्षज्यूको भागमा परेको ट्युबवेलै यहाँ हाल्न पर्यो, नगर प्रमुखले दिने वडा अध्यक्षलाई हो, वडा अध्यक्षज्यूले यहाँ हाल्न पर्यो। अनि आफ्नो भाग पनि ल्याउने वडा अध्यक्षज्यूले नै अर्को मागेर हुन्छ, हुँदैन। त्यसकारण उहाँको भाग परेको यहाँ ग्राउन्डमा ल्याउनुहुन्छ, यो मलाई विश्वास पनि छ। र आज कतिपयले भन्नुहुन्छ संस्थागत विद्यालयहरूलाई नगरपालिकाले प्राथमिकता नदिन पाए हुन्थ्यो कि खेलकुदमा भन्ने पनि यो धारणा आउँछ। मेरो भनाइ कहाँ छ भने लम्कीचुवा नगरपालिकाभित्र रहेका सबै सङ्घ संस्थादेखि विद्यालयहरू, चाहे त्यो प्राइभेट होस् चाहे त्यो सरकारी होस्, त्यो हाम्रो जिम्मेवारी हो। हामी अभिभावक भएका कारणले अभिभावकको भूमिका हामीले निभाउनुपर्छ। हामी आज प्राइभेट स्कुलमा पढ्ने र सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरूलाई आधालाई सहभागी गराउने आधालाई नगराउने भन्ने चाहिँ हुँदैन। किनकि संस्थागत विद्यालयमा पढ्ने भाइ बहिनी पनि लम्कीचुवा नगरवासीकै छोराछोरी हुन्, लम्कीचुवा नगरवासीकै सन्तान भएका कारणले हामीले त छुटाउन सक्ने परिस्थिति त देख्दैन म। त्यसकारण लम्कीचुवा नगरपालिकाले यहाँ खेलकुदमा जोडिएका सम्पूर्ण विद्यार्थी भाइ बहिनी सबैलाई एक रूपले हामीले हेर्ने उद्देश्यका साथ नगर खेलकुदमा पनि हामीले संस्थागत विद्यालयहरूलाई सहभागी गरायौँ। अहिले संस्थागतले पनि कार्यक्रम गर्दा हामीले जे सक्छौँ हामीले सहयोग गर्ने हो। खेलकुदका लागि हामी अहिले राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद एउटा नेपाल सरकारले नै नारा बनाएर अगाडि बढिरहेको बेला कसलाई सहभागिता गराउने कसलाई नगराउने भन्ने त्यो विषयतिर हामी जानु हुँदैन। निर्णायक मण्डलदेखि लिएर यो खेलकुदमा सम्पूर्ण लाग्ने टिम आफ्नो प्रत्यक्ष रूप अथवा अप्रत्यक्ष रूपमा यो खेलकुदलाई सम्पन्न गर्नका लागि जतिले दुःख गर्नुहुन्छ एकदम निष्पक्ष गर्नु होला। र यो खेलकुदलाई सम्पन्न गर्नका लागि त्यस्ता केही जटिलता आए भने, केही समस्या पर्यो भने नगरपालिका पनि तपाईँहरूको साथमा छ भन्दै आजको यस खेलकुदको पूर्ण सफलताको शुभकामना दिँदै आफ्ना भनाइ राख्छु। हस्त, धन्यवाद। जय नेपाल।